म भूमिका श्रेष्ठ र अहिले चाहिँ म इतिहासमा पहिलोपटक नेपालको हाम्रो संघीय निर्वाचन र प्रतिनिधि सभामा चाहिँ म सांसदमा चयन भएको छु, विशेष गरी ट्रान्सजेन्डर समुदायबाट। यो नेपालमा जहिले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई चाहिँ उपेक्षित गरिएको वर्ग हो, पछाडि पारिएको वर्ग हो र जुन तरिकाले चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ समावेशिता र समताको एउटा जुन मूल धारलाई अगाडि ल्याउन कोसिस गरेको छ, त्यसको एउटा ज्वलन्त उदाहरण चाहिँ म बनेको छु। त्यसको लागि चाहिँ म हाम्रो सम्पूर्ण टिम राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीज्यूहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र संसदमा मेरो मुख्य एजेन्डा भनेको म जस्तो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिहरूको आवाज, नागरिकता, स्वास्थ्य, शिक्षा, रोजगारी, तपाईँको सामाजिक न्यायको विषयमा हामीले भएको विभेदहरूको त्यसलाई न्यूनीकरण गर्न, अन्त्य गर्न चाहिँ त्यहाँ मेरो मुख्य एजेन्डा हुनेछ। र विशेष गरी पछाडि पारेको समुदाय म र मेरो समुदाय मात्र होइन, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी र तपाईँको अपाङ्गता भएका व्यक्ति र त्यहाँभित्र पनि विभिन्न डाइभर्सिटी कम्युनिटीको इस्यु चाहिँ मेरो लाने एउटा मुख्य एजेन्डा छ। र मलाई आशा छ यहाँहरूले धेरै सपोर्ट गर्नुहुन्छ भने यहाँहरूको सपोर्ट र साथले गर्दा सायद अहिले म यो ठाउँमा उभिएर बोलिरहेको छु।